यस संस्थाका सचिव एक्चुअली उहाँलाई तालिदास कति इनोभेटिभ तरिकाले कार्यक्रम गराइरहनु भएको छ। एक्चुअली उहाँलाई आजको यो विशेष दिनमा वडा नम्बर 26 को तर्फबाट हामी सम्मान गर्न चाहन्छौँ। यति राम्रो तपाईँले सुरुवातदेखि नै कुनै उहाँसँग कन्फिडेन्स यति राम्रो छ नि लगातार कुनै तलमाथि नभइकन लगातार गुमाएको छ। आजको यो अत्यन्तै महत्त्वपूर्ण अनुसारको यो कार्यक्रमका हाम्रो समूहका अध्यक्ष आदरणीय ज्यू रणदेवी गुरुङज्यू, यसै गरी आजका प्रमुख आकर्षक व्यक्तित्व हाम्रो यस वडाका वडापिता पोखरा महानगरमा चाहिँ त्यसकै चौथो वडाको रूपमा चिनिएको छ, अघि भनिसक्नु भएको छ। हाम्रो 26 नम्बरको वडाका अभिभावक आदरणीय अध्यक्ष नरेन्द्र थापाज्यू, यसै गरी प्रोटोकल अघि स्थापित भइसकेको छ सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू, सल्लाहकारज्यूहरू र सम्पूर्ण आमा बुवा दाजुभाइहरू, यसलाई सबैलाई आशीर्वाद ह्यापी लोसार। र अब अलिकति समय पनि भड्किसकेको छ। आज यो रमाइलो माहौलमा यहाँसँग यो विशेष दिनको विशेष शुभकामना आदान प्रदान गर्न पाउँदा मलाई एकदमै खुसी लागेको छ। अघि म त्यहाँ बस्दै गर्दा त्यो गेटको माथि धन्यवादको तल र माथि लेखिएको छ। मैले सबै चाहिँ टिभी माथिको चाहिँ मैले यहाँहरू हेर्नु होला, तर त्यहाँ यस्तो राम्रो शब्द लेखिएको छ धन्यवादको तल होइन। शास्त्र रहे संस्कार, संस्कार रहे संस्कृति र संस्कृति रहे देश। वास्तवमा देशै रहेन भने हामी कोही पनि छैनौँ। त्यसको लागि पहिला हामी के हो त, हामी सम्पूर्ण नेपाली हौँ। कति राम्रो लेख्नु भएको छ। त्यसको लागि आजको यो विशेष दिनमा पहिला हामी नेपाली हौँ, हाम्रा विविध कला संस्कृति, हाम्रा सबै वेशभूषा सबै चिज हाम्रा के हो त यी गहना हो। त्यो कारणले पनि आजको विशेष दिनमा म सम्पूर्ण आजको यो विशिष्ट प्रमुख साथीहरूको आज विशेष दिनमा लोसार दिनमा म यहाँहरू सबैलाई सर्वलोकलाई बिदाई र घोडालाई आज स्वागत गर्ने यो विशेष दिनमा म यहाँहरूप्रति सबैलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छु। र धेरै कुराहरू अघि आइसकेका छ। अघि पूर्व वक्ता प्रमुख सल्लाहकारले भन्नुभएको छ, तस्बिर आफै बोल्छ भने जस्तै हाम्रो 26 ले के गरिरहेको छ यहाँ सबैलाई सर्वमिति छ। मलाई लाग्छ अरूले ठाउँमा यहाँका आफ्ना आफन्तहरू हुँदा, अन्य वडामा हुँदाखेरि, अन्य गाउँपालिका, अन्य जिल्लामा हुँदा पनि पोखरा 26मा बस्छु भन्दै गर्दा यहाँलाई सायद मलाई लाग्छ गर्वको फिल हुन्छ। त्यो हिसाबले पनि हाम्रो यो टिम आइसकेपछि हामीले यो सम्बन्धित पोखरा विशेष गरी वार्ड नम्बर 26 एउटा उत्कृष्ट वडा बन्नुपर्छ भन्ने सन्दर्भका साथ विशेष गरी यहाँका भौतिक योजना सहित शैक्षिक लगायत यहाँका टोल विकास आमा समूह सबैलाई एउटा उहाँलाई तालिमदेखि त उहाँका आफ्ना अभिवृद्धि गर्ने कला अभिवृद्धि खाने कार्यक्रमहरू हामी ल्याइरहेका छौँ। र अझ यो वर्ष हामीले अझ अगाडि कार्यहरू अगाडि बढाउने काम गरिरहेको यहाँ सबै मिलिन्छ। र यहाँले अघि भनिसक्नु भएको छ हामीले गर्न सक्ने हाम्रो सामर्थ्यले भ्याएसम्म यो विशेष गरी सक्नेरी बुद्ध आत्मा समूहलाई हाम्रो तर्फबाट परिवारले गरेकै छ। र आगामी दिनमा पनि हाम्रो कार्यकाल सिद्धिँदा नसिद्धिँदा पनि यहाँ सबै हाम्रो यो टिम रहनेछ भन्ने पनि म प्रतिबद्धता गर्न चाहन्छु। र विशेष गरी यो सबै यो आजको यो 26लाई तपाईँ एउटा गर्भवती वडा बनाउने वडा टिमको लिडरको रूपमा हाम्रो आदरणीय वडा अध्यक्ष नरेन्द्र थापा हुनुहुन्छ। एक्चुअली सबैजना उठेर मलाई ताली बजाएर सम्मान गर्ने आज कस्तो हुन्छ होला एकचोटि ताली बजाएर कृपया हाम्रो वडा शिवपुरीबाट उहाँले जति मिहिनेत गर्नुभएको छ नि, दिनरात उहाँले मिहिनेत गर्नुभएको छ, अझै मिहिनेत गर्नुहुन्छ, त्यो हाम्रो टिमले गर्छ। धन्यवाद छ यहाँ सबैलाई र यहाँको सबैको आशीर्वाद प्राप्त होस् भन्ने यहाँलाई शुभकामना चाहिँ व्यक्त गर्दै र अन्तमा अघि निवर्तमान अध्यक्ष आदरणीय विष्णु म्याडमले एउटा हाम्रो वडाको हाम्रो सूचना अधिकारी केही दिन अगाडि मात्रै पोखरा महानगरको साधारण सभामा उत्कृष्ट कर्मचारीहरूको सम्मान दिनुभएको छ र उहाँले शब्दको आफ्नै सम्मान गर्नु हाम्रो लागि ठुलो कुरा हो। र मैले पनि आफ्नो जिन्दगीको दोस्रो पढाइको रूपमा दोस्रो डिग्रीको रूपमा मैले कन्टेन्ट डाटा इको टुरिज्मको बारेमा यही वडासँगै सम्बन्धित रहेर विशेष गरेर अस्ति सम्मानित भएको छु। र विष्णु म्याडमले यस्तो जुराइदिनु भयो। सम्पूर्ण अध्यक्षज्यू अगाडि साथी रहेर अध्यक्षज्यू हाम्रो
यहाँ यो समूहको अध्यक्ष शिवसाई साथी राखेर साँच्चैकै हाम्रो टिम अब यो पोखरा बनाउने ग्रेटर पोखरा भन्नुभएको थियो पोखरा बनाउने अभियानमा छौँ। यहाँहरू सबैले साथ 292 अहिले 292 भोट भन्नुभएको थियो। हामी त अध्यक्षज्यूलाई मेयर देख्न चाहिरहेको छौँ भनेर कति भन्नुभएको थियो। 292 होइन 2092 भन्नुहोस्, यहाँसँग त क्षमता छ, हामी काम गर्न तयार छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँले जुन सम्मान गर्नुभयो यसको लागि पनि म बुढा परिवारको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँ सबै यो बुद्ध आत्मसम्म सँगै रहेको प्रतिबद्धता व्यक्त गर्दै यहाँ अन्त्यमा पुनः आशीमाला सबैलाई फ्याबुलस